Hello everyone, welcome to my YouTube channel. आज चाहिँ हामी पूर्ण राईको स्पर्श सङ्गीत भन्ने तिम्रो माया उनान्सय भन्ने गीतको गिटार लेसन हेर्न गइरहेका छौँ। यता सुरुमा चाहिँ हामीले यसमा 5th फ्रेटमा क्याप लगाउनु पर्ने हुन्छ। यता अनि हाम्रो गिटार चाहिँ स्ट्यान्डर्ड ट्युनिङमा छ है त। यसमा लगाउने कर्डहरू C अनि A minor 7 G F+2 यति नै हो है त। अब यसको स्टम प्याटर्न यस्तो छ, डाउन डाउन अप अप डाउन डाउन अप है त। गीत चाहिँ सीबाट सुरु हुन्छ, गाजलो तिम्रा आँखा लजालो। अब जीमा तिम्रा अब A minor 7 गर्न गाह्रो। अब F+2 मा गरौ कहाँबाट यस्तो हुन्छ है त। गाजलो तिम्रा आँखा लजालो भाका तिम्रा अर्कलाई गर्न गाह्रो बयानै गरौ कहाँबाट किसको लय समाउकी ओठमा लाली सजाउने उज्यालो मुस्कान बताउकी मन नै शुद्ध झल्काउँछ है त। सबै सेमै हुन्छ, अर्को लाइन पनि सेमै हो। टाढिएर नजाऊ तिमी हेर विश्वास गर मलाई फेर सहजका तौला यो जिन्दगी जाँदैन तिम्रो माया हेर माया छ नि यतैतिर दौडी आउनु अँगालो फेर दुई कदम तिमी सानो अनि दुई कदम मै सानो है त। यहाँसम्म सबै सेमै छ, अर्को लाइन पनि सबै सेमै छ है त। मेरी माया फुल जस्तै बगैँचामा फुलिरहने मेरी माया चम्किला ताराहरूमा चम्किने झुल मेरी माया आकाशमाथि मेरी माया धरतीमा नि मेरी माया फराकिलो यो संसारमा फराकिलो सोचिरहेछु। अर्को लाइन पनि सबै सेमै त्यस्तो। शब्द सबैसँग समेत वर्णन गरे तिमीलाई अलि अलि अकुमकिलता लिँदै माया लाए तिमीसँग। अब यहाँ अर्को लाइन चाहिँ हल्का चेन्ज छ भन्दाखेरि कस्तो हुन्छ भन्दाखेरि चाहिँ A minor 7 बाट सुरु गर्नुपर्छ है त। मनै त हो यो दुखी जाने दुःख गयो होला मलाई जीमा कसम नै हो। अब A minor 7 छोडी जाने। अब F+2 अन्ततिर जोड्यो फेरि जीमा होला भन्दाखेरि चाहिँ यो F+2 र जीमा हाप है यस्तो हुन्छ। मन नै त हो यो दुखी जाने दुःख गयो होला कसम नै हो तोडी जाने अन्ततिर जोड्यो होला दुखेका ती नलाग्न हुन् अलि बढी माया चाहिने टुटेका ती विश्वासहरू नहुन् आशाले जोडिदिने। अर्को लाइन चाहिँ सबै सेमै छ, मैले अघि भने होइन। अब लास्टमा आयो त आउटरो चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ तिम्रो माया उनान्सय पनि सबै सेमै हुन्छ अगाडिको कर्डमा। अब अगाडिकै सबै सेमै हुन्छ भन्दा सीमा जीमा अनि A minor 7 मा F मा यस्तो हुन्छ। तिम्रो माया उडाउँछ भए मेरो माया
छत्र सबै तिम्रो माया सुकुम्बासी भए मेरो माया नम्बरी तिम्रो माया सुरक्षादी भए मेरो माया हिरा है त। सो गिटार लेसन यति नै थियो। हजुरहरूलाई मनपर्छ भने लाइक कमेन्ट शेयर सब्सक्राइब गरिदिनु धन्यवाद।